ल आज हामी सिद्धार्थ गौतमको जीवनको एउटा एकदमै महत्त्वपूर्ण तर अक्सर गलत बुझिने क्षणको बारेमा कुरा गरौँ। यो कथा हो एउटा यस्तो भोजनको जसले साँच्चै भन्ने हो भने इतिहासको पुरै धारा नै बदलिदियो। सोच्नुस् त, हामीले सानैदेखि सुन्दै आएको एउटा प्रसिद्ध कथा, यदि त्यो हामीले सोचे जस्तो थिएन भने के हुन्छ? सुजाताले बुद्धालाई चढाएको भेटीको कथा, के त्यो साँच्चै त्यस्तै थियो त? कहिलेकाहीँ के हुन्छ भने इतिहासका पानाहरूमा सत्य कल्पनाभन्दा पनि अचम्मको र अनौठो भइदिन्छ। ल आउनुहोस् यसको गहिराईमा डुबुल्की मारौँ। ल सुरुमा त्यही कथाबाट कुरा सुरु गरौँ जुन हामी सबैले सुनेका छौँ, होइन त? त्यो प्रचलित कथा जुन हामी मध्ये धेरैले सत्य पनि मान्दै आएका छौँ। यो कथाले हाम्रो दिमागमा एउटा कस्तो चित्र बनाउँछ है? एकजना युवती एउटा पवित्र रुख अनि आफ्नो भविष्यको लागि एउटा राम्रो श्रीमान पाओस् भनेर देवतासँग प्रार्थना गरिरहेकी। सुन्दा कति सरल र सुन्दर लाग्छ नि, होइन? तर के यो साँच्चै सत्य हो त? हो, यो प्रचलित कथामा सबै कुरा छ। आस्था छ, आशा छ अनि भाकल पनि छ। कथाले के भन्छ भने सुजाता एक अविवाहित युवती थिइन् जो एउटा आदर्श श्रीमान पाउनका लागि देवतालाई गुहारिरहेकी थिइन् र उनले भाकल के गरेकी थिइन् भने इच्छा पूरा भयो भने खीर चढाउँछु भनेर। हो, यही कथा हो जुन हामीले पटक पटक सुन्दै आएका छौँ। ल अब यो मेचको पर्दालाई अलिकति पन्छाएर वास्तविकतातिर जाउँ। अब हेरौँ आखिर वास्तविक सुजाता को थिइन् त? र यहीँनेर कथाको सबैभन्दा ठूलो भ्रम बाहिर आउँछ। सुजाता उनी कुनै अविवाहित युवती थिएनन्, बरु उनी त एक अधुवंशी महिला थिइन् जो पहिले नै विवाहित थिइन् र उनको एउटा छोरा पनि थियो। सोच्नुस् त, यो एउटै तथ्यले पुरै कथाको अर्थ नै कसरी उल्टाइदिन्छ। वास्तवमा सुजाताको जीवन त पहिले नै एकदमै व्यवस्थित थियो। उनी सेनानी नाम गरेका एक धनी व्यक्तिकी छोरी थिइन्। उनको विवाह एक सफल व्यापारीसँग भएको थियो अनि उनको एक जवान छोरा पनि थियो जसको पनि विवाह भइसकेको थियो। अनि त्यो रुख देवताप्रतिको उनको आस्था, त्यो पनि कुनै नयाँ कुरा थिएन। उनलाई के विश्वास थियो भने 20 वर्ष अगाडि नै त्यही देवताले उनको विवाह र छोराको जन्ममा आशीर्वाद दिएका थिए। अनि उनले चढाएको त्यो भेटी, त्यो थियो खीर, जसलाई हामी साधारण भाषामा दूध भात पनि भन्छौँ। यो दक्षिण एसियामा त एकदमै पवित्र र विशेष परिकार मानिन्छ नि, होइन? प्राय विशेष अवसरहरूमा पूजाआजामा चढाइन्छ। त्यसैले यो केवल एक पेट भर्ने भोजन मात्रै थिएन, यो त आस्थाको प्रतीक थियो। त्यसो भए प्रश्न उठ्छ, यदि उनी पतिको लागि प्रार्थना गरिरहेकी थिइनन् भने उनको प्रार्थना के को लागि थियो त? वास्तविकता के हो भने उनी आफ्नो छोराको भविष्यको लागि प्रार्थना गरिरहेकी थिइन्। उनी चाहन्थिन् कि उनको छोराले सांसारिक जीवनमा अलि बढी रुचि राखोस्। यो एक आमाको आफ्नो सन्तानप्रतिको वात्सल्यले भरिएको प्रार्थना थियो। ल अब कथाको त्यो मोडमा प्रवेश गरौँ जहाँ एउटा सानो तर भाग्यशाली गलतफहमीले इतिहासको एउटा सबैभन्दा महत्त्वपूर्ण घटनाको लागि बाटो बनाइदिन्छ। त्यो दिनको घटनाक्रम हेरौँ है त। सबैभन्दा पहिले सुजाताले आफ्नी दासीलाई त्यो रुखमुनिको पवित्र ठाउँ सफा गर्न पठाइन्। अब त्यहाँ पुग्दा दासीले ध्यानमा बसिरहेका तेजस्वी सिद्धार्थलाई देखिन् र उनलाई साक्षात् रुख देवता नै प्रकट भएको जस्तो लाग्यो। उनी खुसीले गदगद हुँदै शुभ समाचार सुनाउन सुजाता कहाँ दौडिन्। तर जब सुजाता आफै त्यहाँ आइपुगिन्, उनले तुरन्तै थाहा पाइन् कि ती व्यक्ति देवता होइनन्, बरु एक मानव तपस्वी हुन्। तर पनि ती तपस्वीलाई देखेर उनको मनमा एउटा अनौठो वात्सल्य जागेर आयो अनि उनले आफ्नो प्रार्थना बिर्सेर त्यो खीर उनैलाई अर्पण गरिन्। र त्यसपछि उनले जे भनिन् त्यसले सबै कुरा बदलिदियो। उनले भनिन्, तपाईको ध्यान सफल होस्। सोच्नुस् त, आफ्नो छोराको लागि सांसारिक सुख माग्न आएकी एक आमाले एक अपरिचित तपस्वीलाई उनको आध्यात्मिक यात्रा सफल होस् भनेर निस्वार्थ आशीर्वाद दिइन्। साँच्चै यो नै कथाको सबैभन्दा भावनात्मक क्षण हो। एउटा साधारण भेट, एउटा सानो गलतफहमी, तर यो घटनाको महत्त्व आखिर किन यति धेरै छ त? ल अब यो भोजनको वास्तविक अर्थ के हो त्यो बुझौँ। किनभने सुजाताले चढाएको त्यो खीर बोधिसत्व सिद्धार्थ गौतमले ज्ञान प्राप्त गर्नुभन्दा ठिक अगाडि खानुभएको अन्तिम भोजन थियो। हो,
त्यही भोजनले उहाँलाई त्यो सबैभन्दा निर्णायक रातको लागि शारीरिक र मानसिक रूपमा तयार पारेको थियो। हो, मात्र एक रात। त्यो भोजन ग्रहण गर्नु र बुद्धत्व प्राप्त गर्नुको बीचमा केवल एक रातको मात्रै फरक थियो। कल्पना गर्नुस् त, एउटा साधारण मानवीय कार्य कति असाधारण बन्न पुग्यो। त्यसैले यस कथाको वास्तविक महत्त्व अझै गहिरो छ। पहिलो कुरा, यो कुनै देवताले दिएको पुरस्कार थिएन, बरु एक मानिसले अर्को मानिसप्रति देखाएको निस्वार्थ दयाको कार्य थियो। दोस्रो, यही भोजनले सिद्धार्थलाई रातभरिको कठोर अन्तिम ध्यानको लागि आवश्यक पर्ने शारीरिक शक्ति दियो। र तेस्रो, यसले के देखाउँछ भने कसरी एउटा सानो सामान्य गलतफहमीले पनि एउटा विश्व परिवर्तनकारी घटनालाई जन्म दिन सक्छ। अन्तमा यो कथाले एउटा गहिरो प्रश्न छोडेर जान्छ। हामीले सत्य भनेर मानेका कतिपय ऐतिहासिक घटनाहरू कतै यस्तै सुन्दर गलतफहमीहरू वा अप्रत्याशित संयोगहरूको परिणाम पो हुन् कि? सायद इतिहास कहिलेकाहीँ हामीले सुनेका मिथक भन्दा पनि धेरै अनौठो र प्रेरणादायी हुन सक्छ।